झापाको चाहिँ नि के अरे हेर्नु ठाउँ हेर 25 टुकर सभा छ, उता चाहिँ धनुषाको फोहोर छ, त्यस्तो अर्को त्यो त प्रधानमन्त्री भएर 17 जिल्लामा काम गर्नुपर्छ नि। सबैले घन्टीमा भोट हालेर साथ सपोर्ट गरिदिनु होला। पुरानो मान्छेहरूले त बुझ्दैन, तर यङ जेनेरेसनहरूले सम्झाउन पर्यो। भावी प्रधानमन्त्रीको रूपमा कसलाई देख्न चाहनुहुन्छ? केपी ओलीको त त्यस्तै भयो, पहिलेदेखिको नराम्रो काम गरेर। जुन एउटा चुनावी माहौल भइरहेछ, झापा 5 र यहाँको काठमाडौँको पूर्व मेयर साहब अब बालेन शाह र पूर्व प्रधानमन्त्री केपी ओली ज्यूको चाहिँ एउटा लडाइँ छ। दुईजनामा कसले जित्छ लाग्छ हजुरलाई? बालन शाहले जित्छ नि। हजुरले भावी प्रधानमन्त्री रूपमा कसलाई देख्न चाहनुहुन्छ? त्यही बालन शाह देख्छु नि। त्यसले के गर्यो रे यत्रो बेर भएर? किन देख्न चाहनुहुन्छ? किन त्यो त भ्रष्टाचारी सम्पूर्ण वरिपरि राखेर बस्ने मान्छे हामीलाई मनपर्छ। त्यो त फेरि एमालेको मात्रै नेता कार्यकर्ता पोस्टी पऱ्यो होइन। अब हामी त कुनै पार्टीमा पनि नलागे व्यक्ति पऱ्यौँ। अब किनभने बालन शाहले यहाँ गरेकै हेर्नु भएन, पहिलाको आउनु त्यो कति फोहोर हुन्थ्यो यहाँ, अहिले कति राम्रो यहाँ बसिरहन्छ छैन। बालनले एउटा नगरपालिका मात्रै, काठमाडौँ नगरपालिका मात्रै बनाउने होइन, म 77 जिल्ला बनाउँछु भनेर निस्किएको छ नि त। उसले के भनिदियो त्यहाँनिर? अब कुरै गर्ने हो भने एउटा चाहिँ नि के अरे झापाको चाहिँ नि के अरे हेर्नु ठाउँ हेर 25 टुकर सभा छ, उता चाहिँ धनुषाको फोहोर छ, त्यस्तो अर्को त्यो त प्रधानमन्त्री भएर 17 जिल्लामा काम गर्नुपर्छ नि त्यसले, होइन र? आफ्नो जिल्लामा मात्रै काम गर्ने? त्यो त आफ्नो परिवार पोस्ने मात्रै कुरा भयो नि त। 17 जिल्लामा काम गर्नुपर्छ होइन, सच्चा भएर काम गर्ने हो भने। मेरो लागि त बालन प्रधानमन्त्री, गृहमन्त्री रवि लान्छाने। हस्, धन्यवाद। थ्याङ्क यू। बालन शाहलाई। किन? किनकि अब युवा हो नि त, त्यही भएर केही होला भन्ने आश छ नि त जनतालाई, त्यही भएर है। के लाग्छ, बालेन केपी ओली कसले जित्ला लाग्छ? मलाई लाग्छ बालेनले जित्न सक्छ। किन भनेपछि यो पुरानो पार्टीहरूलाई त धेरै अपर्च्युनिटी दिइसक्यो हो क्या जनताहरूले, त्यही पनि हुन्छ नि त, केही गर्न सकेको छैन क्या देशमा, हुन्छ नि त। अब त्यो पुरानोलाई अझ तिनीहरूले बिगाड्दै आइरहेछन्, तिनीहरूलाई किन दिने अझ अपर्च्युनिटी? त्योभन्दा पनि अब हामी नयाँलाई चान्स दिउँ न। नयाँले केही गर्छ कि? उसले काठमाडौँलाई धेरै डेभलप पनि गरिरहेछ नि त, फोहोर व्यवस्थापनदेखि लगेर अरू पार्कहरू हुन्छ नि त, धेरै कुराहरू गरिरहेछ क्या। अब उसले देशलाई, अब उसलाई अपर्च्युनिटी मिलेपछि केही गर्न सक्छ देशलाई। एउटा मेयरले यति राम्रो गरेको छ भने एउटा देशको प्रधानमन्त्री भने अझै गर्ला भन्ने हामीलाई आश छ। आश छ। एक त पढेको मान्छे हो, पढेको मान्छेको सोच नि फरक हुन्छ क्या, फेरि भिजनहरू हुन्छ, उसले लिने डिसिजनहरू पनि राम्रो हुन्छ क्या, त्यस्तै हुन्छ नि त एजुकेटेड मान्छेको। पब्लिकलाई के भन्न चाहन्छ? बालेनलाई ल्याउनुको लागि के भन्न चाहन्छ? बालेनलाई ल्याउनलाई पब्लिकले सपोर्ट गर्नु पर्यो, जे होस् बुझ्नु पर्यो क्या, बुझ्नु पर्यो। जस्तै हुन्छ नि त, अब पुरा भोट हाल्नु पर्यो। अब हाम्रो हुन्छ नि त, पुरानो मान्छेहरूले त बुझ्दैन, तर यङ जेनेरेसनहरूले सम्झाउनु पर्यो क्या, पुरानोलाई पनि सम्झाउन सक्नु पर्यो क्या। पोलिटिक्स भनेको यो हो, पोलिटिक्समा अब जस्तै हुन्छ नि त, राम्रो मान्छे आयो भनेपछि देशको विकास हुन्छ भनेर सम्झाउन सक्नु पर्यो। अबको भावी प्रधानमन्त्रीले वैदेशिक रोजगारको लागि कुन रूपले हेर्दै हुन्छ जस्तो लाग्छ हजुरलाई? वैदेशिक रोजगार जस्तो कि जुन हिसाबले वैदेशिक हामी यङहरू चाहिँ आफ्नो श्रम चाहिँ बेच्न गइरहेको छ नि विदेशमा, हजुर, त्यसको लागि चाहिँ अब आउने भावी प्रधानमन्त्री होइन सरकारले चाहिँ के गर्दै हुन्छ जस्तो लाग्छ? मेन त अपर्च्युनिटी क्रिएट गर्नु पऱ्यो क्या यतै नेपालमा। किन भनेपछि जस्तै इन्डस्ट्रीहरू बढाउनु पऱ्यो क्या, बढावा दिनु पऱ्यो त्यसको लागि। अब जस्तै हो, सहजीकरण गर्नु पऱ्यो। अनि त्यसपछि इन्डस्ट्रीहरू बढाएपछि जस्तै इम्प्लोइमेन्टहरू पनि यहीँ पाइन्छ नि त, धेरै अपर्च्युनिटीहरू पनि क्रिएट हुन्छ, बाहिर जान मिल्दै पर्दैन। अनि त्यसपछि यहीँ रोजगारी पाउँछन्, आफ्नो देशको जनता आफ्नै देशमा बसेर होइन रोजगारी पाउँछन् क्या। हस्, धन्यवाद। हस्। जो पालि त बालेन सरले नै जित्नुहुन्छ, किनकि सबैले बालेन दाईलाई नै सपोर्ट गरेको छ। बालेन दाईको सहर भनेर काठमाडौँ सहर चिनिएको छ, त्यसैले यो पालि चाहिँ बालेन दाईले अवश्य जित हुनेछ। सबैले घन्टीमा भोट हालेर साथ सपोर्ट गरिदिनु होला। अनि प्रधानमन्त्री रूपमा पनि बालेन शाह देख्न चाहनुहुन्छ हजुरले? प्रधानमन्त्री पनि सायद बालेन सर जी नै हुनुहुन्छ होला जस्तो लागिरहेको मलाई। सबैले बालेन सरलाई साथ सपोर्ट गरेर काठमाडौँ सहर भए जस्तै अन्य दुर्गम ठाउँहरूलाई पनि त्यस्तै बनाएर दिनुहुने आश गरेको छु। देख्न चाहनुहुन्छ बालेन कि अलवेज बालेन दाइ। किन? उहाँले अहिले यस्तो एकदम राम्रो गर्नुभएको होइन, अब हेर्दाखेरि जनतालाई नि एकदम सपोर्ट गर्नुभएको, त्यही भएर अलवेज बालेन नै हो हामी चाहिँ होइन। अनि के एक्सपेक्ट गर्नुभएको छ बालेनबाट?
अब बालेन सर चाहिँ हाम्रो काठमाडौँको मात्रै भयो भने मात्रै होइन कि अब देशकै भयो भने चाहिँ के होला भन्ने कुरा चाहिँ एकदम चासोमा छ हामीहरू सबजना एकदम एज अ मेयरमा जति राम्रो काम भएको छ हजुर। प्राइम मिनिस्टर भयो अब भने कति काम गर्ला हजुर। हेर्नु मन छ प्राइम मिनिस्टर भयो भने चाहिँ एकदम एक्साइटेड हुनुहुन्छ है हजुर एकदम एक्साइटेड छु म चाहिँ हस् थ्याङ्क यू भाइ हस् थ्याङ्क यू कसले जित्दा लाग्छ हजुर अब त्यो त अब चुनाव भएपछि थाहा कसले हुन्छ। जित्दै हुन्थ्यो जस्तो लाग्छ त्यही बालेनले त हो अब किन अब बालेनको अब यही काठमाडौँको मेयर भएर अब राम्रो राम्रो काम गरेर सुनेको छ नि त त्यही भएर अब केपी ओलीको त त्यस्तै भयो अब पहिलेदेखिको नराम्रो काम गरेर अब उसको त परिचय नै छुट्टै छ नि त त्यही भएर बालेनले जित्यो हुन्छ जस्तो लाग्छ पालले जितेर प्रधानमन्त्री बन्दै भने जस्तो लाग्छ त्यही दुईजनामा चाहिँ त्यही अब प्रधानमन्त्री हुँदाखेरि चाहिँ जस्तो यो वैदेशिक रोजगारको विषयमा चाहिँ के गर्दै हुन्थ्यो जस्तो लाग्छ त्यही वैदेशिक रोजगारमा त म आफै अब जापानिज पढ्दैछु जापानिज पढेर ल्याङ्ग्वेज पढ्दै हुन्छ जानको लागि हजुर हजुर अनि के त्यहाँबाट गर्दै हुन्छ तपाईँ जापानिज ल्याङ्ग्वेज पढ्नु पर्दैन म देशमै आफ्नो देशमा बसेर के गर्न सक्छु भन्ने के छ छ त देशमै अब राम्रो खालको रोजगारी अब आफ्नो जीवनस्तर धान्नलाई पुग्ने खालको रोजगारी दियो भने त सकिन्छ त बाँच्नलाई यहाँ गर्ने हो भने त जे पनि छ तर गर्न सम्भव पनि छैन त्यस्तै हो अब सानो उमेरमा ठुलो जिम्मेवारी लिया हुन्छ त मान्छेले त्यही हो त्यही भएर है देशमा अब त्यही रोजगारी नै अब राम्रो खालको चाहियो अरूभन्दा नै हस् धन्यवाद हस् धन्यवाद